के भन्नु मैले त्यही भने अब तपाईँ जस्तै खटेर अरूलाई सहयोग गर्न नसके नि तपाईँहरूको 1-2 दिनलाई हामीले नास्ता खुवाउँदैमा होइन हामीले के हुने होइन धन्यवाद धेरै खुसी लाग्छ है अझै पनि तपाईँ अगर यसरी नै सहयोग गरिराख्नु होइन हाम्रो जस्तै गरिब दुखीलाई त एकदम खुसी लाग्छ नि त भिडियो हेर्छौँ अझै धेरै सहयोग गरेको अझै धेरै राम्रो काम गरेको तपाईँले हेर्नै बाँकी छ हेर्नुहुन्छ त्यो चर्चा सुन्नु भएको छ उहाँको के चर्चा चलिरहेछ हिजो मैले चाहिँ हिजो आजको चाहिँ तत्कालको चाहिँ मैले हेरेको छैन पहिलाको चाहिँ मैले पुरै हेरेछु बहिनीहरूको होइन धेरै हेरेछु खुसी लाग्यो अब हामी यति बेला मुक्तिनाथमा छौँ मुस्ताङमा छौँ यहाँ पनि मेरो भिडियोहरू हेर्नुहुन्छ मलाई माया गर्नुहुन्छ अब हामीले यहाँ होटेलमा खाएर पैसा तिर्दाखेरि उहाँले लिन मन गर्नु भएन धन्यवाद यही हो मैले पाएको मैले कमाएको मेरो सम्पत्ति भने यही हो जस्तो लाग्छ तपाईँलाई पनि धेरै धेरै धन्यवाद हजुरको यो खाजा पसलको नाम के हो हाम्रो खाजा पसलको नाम छिरिङ खाजा घर यो ठ्याक्कै फेरि तपाईँको यो खाजा घरमा नठोकिने कमै हुन्छन् मुक्तिनाथ आउनेहरू किनभने मुक्तिनाथको यो गाडी बस पार्क भनौँ न यो पार्किङ गर्ने ठाउँ ठ्याक्कै साइडमा छेउमा छ एउटा मात्रै छ फेरि यहाँनिर होइन त्यो कारणले गर्दा धेरैजना यहाँ आउनुहुन्छ खाजा खानुहुन्छ मिठो खाजा बनाउनुहुन्छ यो भिडियो हेर्नेहरू पनि यहाँ आइदिनु होला खाजा खानु होला होइन दर्शन गरिसकेपछि फर्केर आएर टक्क खाजा खाएर यहाँबाट तपाईहरु आफ्नो घरमा यसरी नै सेवा दिने मौका दिनु होला हैन खाजा खुवाउने मौका दिनु होला हुन्छ पछि अर्कोचोटि आउने बेला नि म पस्छु नि है छिरिङ खाजा घरमा भोजस थापा छिर्नु भयो तर उहाँले खाजा पैसै दिनु भएन धन्यवाद यहाँको व्यापार फलोस फुलोस यो चाहिँ बस पार्कमा छ यो छिरिङ खाजा घर दोमा हजुर एउटा फोटो चाहिँ हजुर छिरिङ खाजा हतारमा खिच्यो यो चाहिँ हामी बस पार्कको एरियामा छौँ आहा हेर्नुहोस् त यस्तो ट्याक्कै यहाँ आउनुभयो भने चाहिँ एकदम मिठो खाजा पाउँछ है त